यस कर्णाली प्रदेशको आयोजना ब्याङ्क व्यवस्थापन सूचना प्रणाली खोल्नको लागि हामी कर्णाली.ppbmis.gov भनेर यो युआरएल कुनै पनि ब्राउजर एज भए पनि, क्रोम भए पनि, फायरफक्स भए पनि, ब्रेभ भए पनि जुनमा पनि हामीले यो युआरएल यसरी क्लिक गर्यो भने कर्णाली प्रदेशको आयोजना ब्याङ्क खुल्छ। यो कर्णाली प्रदेश योजना आयोगले विकास गरेको आधिकारिक प्रणाली हो र यस सिस्टममा हामीले हेर्दाखेरि अगाडिको यो ड्यासबोर्डमा हामीले कति आयोजनाहरू पेश भएका रहेछन्, कुल आयोजनाहरू, त्यसमा चालु आयोजना कति रहेछन् र भविष्यमा कार्यान्वयन हुने आयोजना कति रहेछन् भनेर बाहिरै देख्न पाउँछौँ। र अब यस प्रणाली प्रयोग गर्नको लागि हामीले लगइन गर्नुपर्ने हुन्छ। यसमा भाषा छनौटको अप्सन पनि छ, अङ्ग्रेजीमा अथवा नेपालीमा भनेर यसरी भाषा छनौट गर्ने अप्सन पनि छ र लगइन गर्दाखेरि प्रयोगकर्ताको प्रकार हेरेर लगइन गर्नुपर्ने हुन्छ। यस सिस्टमको सुपर एडमिन अथवा कन्ट्रोल कर्णाली प्रदेश योजना आयोगसँग रहेको छ भने अरू प्रयोगकर्ताहरू भनेको तत्त मन्त्रालयका प्रयोगकर्ताहरू हुन्छन्। जति मन्त्रालय छन् त्यसका डाटा इन्ट्री गर्ने अथवा भनौँ प्रोजेक्ट इन्ट्री गर्ने, प्रोजेक्ट भेरिफाई गर्ने, प्रोजेक्ट अप्रुभ गर्ने प्रयोगकर्ताहरू मन्त्रालयमा हुन्छन् भने मन्त्रालयमा यी प्रयोगकर्ताहरूलाई म्यानेज गर्नको लागि छुट्टै मिनिस्ट्री एडमिनहरू चाहिँ योजना आयोगले उपलब्ध गराउँछ र त्यस मिनिस्ट्री एडमिन भन्ने प्रयोगकर्ता पाइसकेपछि त्यो मिनिस्ट्री एडमिनले आफ्नो मन्त्रालयका जति पनि प्रोजेक्ट इन्ट्री गर्ने युजरहरू छन् त्यो बनाइदिन पाउँछ, जति पनि भेरिफाई गर्ने युजरहरू छ त्यो बनाउन पाउँछ र जति पनि अप्रुभ गर्ने युजरहरू छन् त्यो बनाउन पाउँछ। अब हामी लगइन गरेर हेर्छौँ। जस्तै सुरुवातमा यो युजर कसरी बनाउने भन्नेबाट जानकारी गराइन्छ। यस आधिकारिक सिस्टमबाट हामीले चाहिँ सिस्टमको डेमो अथवा भिडियो देखाउन सक्दैनौँ, किनभने यस सिस्टम संवेदनशील भएको कारणले हामी यसकै टेस्टिङ साइटबाट हजुरहरूलाई देखाउन गइरहेका छौँ। यसको टेस्टिङ साइट यसरी अन रेन्डर भनेर हामीले राखेका छौँ र यसमा अब लगइन गर्नु पर्दाखेरि मैले अहिले सुपर एडमिनबाट लगइन गरेँ। यसरी लगइन हुन्छ र लगइन भइसकेपछि जम्मा आयोजना कति छन् यो आयोगबाट लगइन भयो। जम्मा आयोजना कति छन्, चालु आयोजना कति छन्, यो ड्यासबोर्डमा जे थियो त्यही देखिन्छ। यसमा दुईटा ट्याब देखिन्छ। एउटा चाहिँ रोस्टर प्रोजेक्ट भनेर देखिन्छ, जुन आयोजनाहरू चाहिँ 50 लाखभन्दा कमका आयोजनाहरू हुन् भने। अर्को चाहिँ प्रोजेक्ट ब्याङ्केबल प्रोजेक्ट्सहरू जुन चाहिँ 50 लाखभन्दा माथिका आयोजनाहरू भनेर गरिन्छ भने यो रोस्टर प्रोजेक्टमा चाहिँ हामीले एक्सेल सिटबाट हजारौँ चाहिँ आयोजनाहरू एकैपटक सिस्टममा इन्ट्री गराउन सक्छौँ भने यो प्रोजेक्ट ब्याङ्कमा हाल्नुपर्ने आयोजनाहरूको चाहिँ विभिन्न किसिमका विवरण, उल्लेख भएका विवरण अथवा कार्यविधिमा उल्लेख भए बमोजिमको विवरणहरू सबै भर्नुपर्ने हुन्छ। अब एउटा युजर हामी मन्त्रालयको युजर बनाउँछौँ। यसरी म्यानेजमा जाने, यो म्यानेजमा गइसकेपछि युजर्समा जाने, युजर्समा गइसकेपछि अब एड युजर भन्ने हुन्छ। त्यो एड युजरमा गएर हामीले युजर बनाउनु पर्ने हुन्छ। अब यहाँ युजर बनाउँदा नाम हाल्ने, यसरी नाम हैन। अब एकछिनलाई मैले यसलाई शङ्कर भनेर हालेँ, उप्रेती भनेर हालेँ। युजर नेम चाहिँ जस्तै अब मलाई यो सामाजिक विकासको चाहिँ कुनै एउटा युजर बनाउन मन लाग्यो अथवा एडमिन दिन मन लाग्यो भने MOSD-एडमिन भनेर मैले यसरी एडमिन 1 भनेर पहिले एउटा भइसकेको हुन्छ, त्यही कारणले एडमिन 1 र इमेल चाहिँ अब कुनै एउटा इमेल, एकछिनलाई मैले भनौँ abc@gmail.com इमेल भयो भने अब यही इमेलमा चाहिँ युजर नेम र पासवर्ड, युजर नेम त यही नै भइहाल्यो, पासवर्ड चाहिँ यही इमेलमा जान्छ ताकि जसले तपाईँहरूलाई प्रयोगकर्ता बनाइदियो त्यसलाई पनि तपाईँहरूको पासवर्ड थाहा हुनु हुँदैन भन्ने हिसाबमा। र यो सामाजिक विकास मन्त्रालयको
चाहिँ हामीले मिनिस्ट्री एडमिन बनाइराखेका छौँ। अनि यसरी गरिसकेपछि अब कुनै निर्देशनालय हो कि अनि कुनै अफिस हो कि कार्यालय हो कि कुनै चाहिँ विभाग हो कि त्यो अनुसार पनि युजर बनाउन सकिन्छ। यहाँ अहिले चाहिँ हामीले केही पनि नगरौँ विभागहरू। रोल चाहिँ हामीले एकछिनलाई के भनेर दिनुपर्यो त? एडमिन भनेर दिनुपर्यो। यसरी दिइसकेपछि हामी यसरी सबमिट गर्छौँ। सबमिट गरिसकेपछि युजर बन्यो, युजर क्रिएटेड सक्सेसफुल्ली भनेर यसरी पपअप हुन्छ। अब हामी सामाजिक विकास मन्त्रालयको प्रोजेक्ट के अरे मिनिस्ट्री एडमिन भएर लगइन गरौँ। त्यस कारणले हामी यसलाई अब फेरि लगइन गर्नु पर्यो यसरी एडमिन भनेर एउटा युजर नेम सामाजिक विकास मन्त्रालयको भयो भने पासवर्ड चाहिँ गरिसकेपछि यो चाहिँ सामाजिक विकास मन्त्रालयको एडमिन खोल्यो। यो खोलिसकेपछि अब हामी के गर्छौँ त भन्दा अब फेरि आफ्नो मन्त्रालयको प्रयोगकर्ता बनाउनु पर्यो। र म्यानेज हामी युजर्समा जान्छौँ, गइसकेपछि एड युजर गर्छौँ। अब यो चाहिँ अरू मन्त्रालय हामीले मिनिस्ट्री एडमिनले आफ्नो प्रयोगकर्ता बनाउनको लागि अघि जसरी सुपर एडमिनले एडमिन बनाइदियो त्यसरी नै मिनिस्ट्री एडमिनले यहाँ युजर्समा जान्छ, म्यानेजभित्र गएर र एड युजर गर्छ र यो चिजहरू नाम, युजर नेम, इमेल, मन्त्रालय त आफ्नै त्यहीँ आउनु भइहाल्यो। अनि यसको रोल चाहिँ के दिने भन्दाखेरि प्रोजेक्ट इन्ट्री दिने भन्नु रोल अनुसार चाहिँ अब यो काम चाहिँ कसको भयो त भन्दाखेरि हो मिनिस्ट्री एडमिनको भयो, अझै एडमिनै भनौँ होइन, यो मन्त्रालयको एडमिन भयो। यसरी अनि सबमिट गरिसकेपछि त्यो युजर क्रिएट हुन्छ। अहिले हामीले 4वटै प्रयोगकर्ताहरू 3टा भनौँ न अझै प्रोजेक्ट इन्ट्री, प्रोजेक्ट भेरिफायर र प्रोजेक्ट अप्रुभर 3जनाकै युजर नेम र पासवर्ड क्रिएट गऱ्यौँ। पासवर्डहरू इमेलमा गएको त्यो पनि हामीले राखिसक्यौँ। यहाँ जुन इमेल राख्यो त्यसैमा पासवर्ड आउँछ। त्यो यसरी आउँछ भनेर भनियो यो चाहिँ भिडियो बनाउने हेतुले मात्र। अब हामीले के गर्छौँ त यसलाई लगआउट गरेर अब मन्त्रालयको सामाजिक विकास मन्त्रालयको एउटा खोलौँ इन्ट्री। प्रोजेक्ट इन्ट्रीले के गर्छ भन्दाखेरि प्रोजेक्ट इन्ट्रीले के गर्न पाउँछ भन्ने कुरा पहिला म यसो जानकारी गराउन चाहेँ। प्रोजेक्ट इन्ट्री युजरले इन्ट्री युजरको मुख्य कार्य आफूलाई तोकिएको मन्त्रालय, निकाय, निर्देशनालय वा कार्यालयले आयोजना बैङ्कमा राख्नुपर्ने आयोजना वा कार्यक्रमको विवरण प्रविष्ट गर्नु र भेरिफायर युजर, अप्रुभर युजर तथा आयोगले दिएको सुझाव अनुसार विवरण सच्याउनु हो। अब हामी यसमा टेस्ट ड्यास इन्ट्री र यसको पासवर्ड यसरी खोलिसकेपछि अब यो सिस्टम खुल्छ। यो सामाजिक विकास मन्त्रालयको मात्र अब कति आयोजना छ भनेर देख्न पाउँछ। चालु आयोजना कति र भविष्यमा कार्यान्वयन हुने आयोजना कति। यो टेस्ट साइट भएको कारणले आधिकारिक डाटा चाहिँ यो होइन। र उसले आफ्नो रोस्टर प्रोजेक्ट पनि हाल्न पायो। यहाँ गएर यसरी अपडेट रोस्टर प्रोजेक्ट अथवा अपलोड स्मल प्रोजेक्ट भनेर टेम्प्लेट अनुसार यहाँ अपलोड पनि गर्न पायो, यहाँ जुन देखाइराखिया छ। अथवा इन्डिभिजुअल्ली एक गर्दै यहाँ आयोजनाको विवरणहरू प्रविष्ट गर्न पनि पायो। यी 50 लाखभन्दा कम लागतका आयोजना भएको कारणले धेरै विवरणहरू माग गरिएको हुँदैन। र यसबाहेक फेरि हामी ड्यासबोर्डमै गएर होइन हामी चाहिँ प्रोजेक्ट ब्याङ्ककै लागि 50 लाखभन्दा बढीको आयोजना माग गर्छौँ भने यसमा क्लिक गरेर हामी अब विवरणहरू प्रविष्ट गर्न थाल्छौँ। यसरी विवरण प्रविष्ट गर्दाखेरि मैले एउटा नाम राखेँ, कर्णाली सडक विस्तार भनेर रोड एक्सटेन्सन भन्ने प्रोजेक्ट राखेँ। मैले एकछिनलाई यहाँ चाहिँ नेपालीमा राख्नुपर्ने हुन्छ। कर्णाली सडक विस्तार भनेर राखेँ। अब यो कोडहरू के छ होइन त्यो अनुसार हामी कोडहरू राख्छौँ। यसमा चाहिँ इङ्ग्लिसै राख्नुपर्छ। कुन चाहिँ निर्देशनालय हो त्यो छान्ने यहाँ। त्यति गरिसकेपछि अब यो नयाँ हो आयोजना भनेर मानौँ, कन्सेप्टमै छ। ड्राफ्ट क्रिएट गरेपछि यसरी हाम्रो ड्राफ्ट यसरी कङ्ग्रेचुलेसन भनेर आउँछ। अब यहाँ
तपाईँहरूले यहाँ हाल्दै जानुहुन्छ, यो निलो तल तल बढ्दै जान्छ यसरी। अनि यो सबै भरिसकेपछि हामी यो सबै एक ग्राउन्ड चाहिँ यसले मागेको कुराहरू जे छ हामीसँग उपलब्ध चिजहरू हाल्छौँ, छैन भने छैन भन्छौँ, छ भने चाहिँ हामीले यहाँ अपलोड पनि गर्छौँ चाहिने कागजातहरू, नत्र भने भर्नुपर्ने चिजहरू चाहिँ हामी भर्दै जान्छौँ। यो भरिसकेपछि हामी के गर्छौँ त भन्दाखेरि प्रोजेक्ट मोडुलेसन स्ट्याटसमा गएर अब इन्ट्रीले के गर्नु पर्यो, आफूभन्दा एक स्टेप माथि पठाउनु पर्यो। त्यस कारणले उसले के गर्छ त सेन्ड टु भेरिफिकेसन गरिदिन्छ। यसरी गरिसकेपछि सेभ एन्ड कन्टिन्यू गर्छ हामी र त्यो आयोजना चाहिँ गएर कहाँ गएछ त अब भेरिफायरका पुग्यो कि प्रोजेक्ट सक्सेसफुली सेभ्ड भनेर आयो। र अब हामीले कर्णाली रोड एक्सटेन्सन भन्ने आयोजना भेरिफायरका पुग्यो। अब भेरिफायरले के गर्छ त भन्दा भेरिफायरले अब भेरिफायरको अकाउन्टबाट लगइन गर्छ। यसरी त्योभन्दा अगाडि भेरिफायरको चाहिँ काम के हो, मुख्य काम के हो त्यो भन्न चाहेँ मैले। भेरिफायर युजरको मुख्य काम इन्ट्री युजरले प्रविष्ट गरेको आयोजना वा कार्यक्रमको विवरण रुजु गर्नु र सच्याउनु पर्ने कुनै विवरण भए सच्याउन सुझाव दिनु। मन्त्रालय अथवा निकायमा कम्तीमा एकजना भेरिफायर युजर हुनुपर्दछ। मन्त्रालय अथवा निकायले आवश्यकता अनुसार निर्देशनालय र कार्यालयहरूमा पनि व्यवस्था गर्न सक्दछ। अब हामी एउटा भेरिफायरबाट सामाजिक विकास मन्त्रालयकै भेरिफायर गरौँ। यसरी टेस्ट ड्यास भेरिफायर पासवर्ड भयो यो। यसरी खोलिसकेपछि अब यहाँ आयोजनाहरूको विवरण आउन थाल्छ। भर्खरै हालेको आयोजना अब हामीले यहाँ हेर्नु पर्यो। भर्खरै हामीले हालेको आयोजना कर्णाली रोड एक्सटेन्सन भनेर अब यी भेरिफिकेसन स्टेजमा भएको चिजहरू यसको टेबलमा भेरिफायरको टेबलमा फर्स्टमै आयो। अब यो भेरिफायरले के गर्छ त भन्दा यसमा क्लिक गर्छ। यसमा क्लिक गरिसकेपछि रिपोर्ट प्रिन्ट गर्न मन लाग्यो भने यसरी रिपोर्ट प्रिन्ट पनि गर्न मिल्छ। यसरी रिपोर्टै प्रिन्ट पनि गर्न मिल्छ होइन। त्यसपछि होइन म यहीँबाट हेर्छु भन्ने लाग्छ भने यहीँबाट के गर्छौँ त यसरी गएर ठिक छ कि छैन सबै हेरेर यसको विवरणहरू आयोजनाको विवरणहरू हेर्छौँ। ठिक छ सबै कुरा मिलेको छ भनेदेखि अब हामी के गर्छौँ त यसरी सेन्ड फर अप्रुभल भनेर राख्छौँ। र यो अझै एक स्टेप माथि गयो। यो अप्रुभल गर्ने काम चाहिँ जेनरली सचिवज्यूहरूलाई प्रदान गरिएको हुन्छ। त्यही पनि मन्त्रालयले जसलाई निर्धारण गर्छ उसैले गर्नुपर्ने हुन्छ। अब म अप्रुभरको लगइन गर्नुभन्दा अगाडि अप्रुभरको मुख्य कार्य के हो त्यो भन्न चाहेँ। अप्रुभर युजरको मुख्य काम भेरिफायर युजरले रुजु गरिसकेका आयोजना अथवा कार्यक्रमलाई हेर्नु, सच्याउनु पर्ने कुनै विवरण भए सच्याउन सुझाव दिनु र ठिक छ भने अप्रुभ गरी मूल्याङ्कन गर्न आयोगमा पठाउनु हो। मन्त्रालय अथवा निकायमा एकजना मात्र अप्रुभर युजर हुन्छ र सामान्यतः मन्त्रालय निकायको सचिव, प्रमुख प्रशासक वा निजले तोकेको वरिष्ठ अधिकारी मात्र अप्रुभर युजर हुन सक्दछ। अब हामी अप्रुभर युजरबाट सिस्टममा लगइन गरौँ। टेस्ट ड्यास APPROVER यसरी अप्रुभर भने चाहिँ अब अघि भेरिफायरले अप्रुभरका पठाइसकेको भएपछि हाम्रो अप्रुभरको पहिलो लिस्टमा यी भेरिफाइड आयोजना कर्णाली रोड एक्सटेन्सन भनेर भेरिफाइड भएको आयोजना मात्रै आउँछ। यो आइसकेपछि अब यो पनि अहिलेको जस्तै यसरी प्रिन्ट गरेर हेर्न पनि मिल्यो, होइन म सरसर्ती यसरी हेर्छु भन्न पनि मिल्यो। यसरी हेरिसकेपछि सबै ठिक लाग्यो भने अब के गर्न सकिन्छ त भन्दाखेरि प्रोजेक्टको स्ट्याटस चाहिँ अब यस मन्त्रालयले गर्नुपर्ने यस आयोजनामा सम्पूर्ण काम गर्यो, इभ्यालुएसनको लागि आयोगमा पठाइदिन्छ। कर्णाली प्रदेश योजना आयोग सेन्ड टु इभ्यालुएसन गर्छ र यसरी आयोजना सबमिट गरिन्छ। यो गरिसकेपछि अब हामी यो आयोजना चाहिँ आयोगमा पुग्यो। यसै गरी सम्पूर्ण मन्त्रालय, त्यस मन्त्रालय अन्तर्गतका विभाग, निर्देशनालय, कार्यालयहरूले प्रविष्ट गरेका आयोजनाहरू मन्त्रालयमा आइपुग्छन्। आइपुगिसकेपछि रुजु हुन्छ। रुजु भएको चिजहरू सचिवज्यू अथवा उहाँले तोकेको अधिकारीले स्वीकृति प्रदान गर्नुहुन्छ, अप्रुभ गर्नुहुन्छ र त्यो आयोगमा आइपुग्छ। अब हामी आयोगको प्रयोगकर्ताले के गर्छ भनेर देखाउँछौँ। लगआउट गर्नुभन्दा अगाडि
आयोगको प्रयोगकर्ता अथवा इभ्यालुएटर मूल्याङ्कनकर्ताले के गर्छ, उसको मुख्य काम के हो भन्न चाहे इभ्यालुएटर युजरले अथवा मूल्याङ्कन गर्ने प्रयोगकर्ताले आयोगमा आइसकेका आयोजना, स्वीकृत भएर आएका विभिन्न मन्त्रालयबाट आएका आयोजनाहरूमा नम्बर दिने काम मुख्य हुन्छ। नम्बर प्रदान गर्ने। नम्बर कसरी प्रदान गर्ने भन्दाखेरि आयोगले विकास गरेको सबैभन्दा पछिल्लो कार्यविधिमा के भयो आयोजनामा भने कति नम्बर पाउँछ भनेर उल्लेख गरिरहेको छ। त्यो कुरा अहिले हामी लगइन गरेर देखाउँछौँ। त्यसअनुसार स्कोर प्रदान गर्ने काम चाहिँ इभ्यालुएटरको हो। अब हामी इभ्यालुएटरबाट लगइन गर्छौँ। पेस्ट। त्यसरी अब इभ्यालुएटरबाट यो लगइन भयो। यो लगइन भइसकेपछि इभ्यालुएटरबाट लगइन भइसकेपछि कुनै एउटा आयोजना स्वीकृत भइसकेको आयोजना है, कर्णाली रोड एक्सटेन्सन भनेर स्वीकृत भइसकेको आयोजना हो यो। अब यसमा चाहिँ नम्बर प्रदान गर्नुपर्ने हुन्छ। यसलाई एडिट प्रोजेक्टमा जाने र एडिटमा गइसकेपछि प्रोजेक्ट स्कोरिङमा जाने। अब यसरी अरू त उसले हेर्दैन, सिधै अरू विवरण पनि ठिक छ छैन हेर्दै त जान पर्ने हुन्छ, किनभने नम्बर दिनुभन्दा अगाडि हेरिन्छ। यसलाई चाहिँ अब प्रिन्ट गरेर हेरेर नम्बर दिन पनि मिल्यो, भ्यू गर्न पनि मिल्यो। यसरी के छ के छैन भनेर। र हामी अब के गर्छौँ त भन्दाखेरि एडिट प्रोजेक्टमा गएर स्कोर प्रदान गर्नको लागि यहाँ प्रोजेक्ट स्कोरिङ भन्ने हुन्छ। र आयोगका पदाधिकारीहरू अथवा आयोगको पदाधिकारी अथवा प्रमुख प्रशासकीय अधिकृत को हुनुहुन्छ त्यहाँ, उहाँहरूले यसरी जेनरल बेसिसमा 70 र यसरी यो नम्बर चाहिँ दिने। डाइरेक्ट एन्ड सिग्निफिकेन्ट कन्ट्रिब्युसन छ, कन्ट्रिब्युसन टु ऱ्यापिड इकोनोमिक ग्रोथ भनेर। अब यसलाई नेपालीमा हेर्न मन लाग्यो तपाईँहरूलाई भने यसमा भाषा छनौट गर्ने विकल्प पनि छ यसमा। जस्तै एउटा दुईटा गरौँ, सबै त गर्दाखेरि अलिक समय नै लाग्छ। चालु आर्थिक योजनाको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति र प्रदेशको प्राथमिकता वा तुलनात्मक लाभ भएको क्षेत्रको उत्पादन, मूल्य अभिवृद्धि र आय वृद्धिमा पुर्याउने योगदान प्रत्यक्ष र उल्लेखनीय अति उत्तम छ भने उसले 15 नम्बर पायो। प्रत्यक्ष र उल्लेखनीय उत्तम छ भने 10 नम्बर पायो। कम वा सामान्य छ भने यसले 5 नम्बर पायो। योगदान नपुर्याएमा न्यून अथवा 0 नम्बर पायो। यसरी नै हरेक यो यसरी यो प्रश्नहरू छन्। यस प्रश्न अनुसारको यस आयोजनामा भएका विवरणले के बोल्छ, के भन्छ, के देखिन्छ भन्ने आधारमा आयोगबाट नम्बर प्रदान गरिन्छ। यसरी यो चाहिँ 70 भनेको चाहिँ हाम्रो सामान्य आधार भयो भने त्यसपछि क्षेत्र अनुसार चाहिँ 30 नम्बर पनि यही तरिकाले नै स्केलिङ टेक्निक जस्तै हुन्छ। यसबाट नम्बर आउँछ र कुल नम्बर चाहिँ यो दुईटाको 30 र 70 को जोड गरेर निकालिन्छ। जोड गर्दाखेरि यदि 75 वा सोभन्दा बढी नम्बर आएमा त्यस आयोजनाको प्राथमिकीकरण 1 आउँछ भने त्यसबाहेक कम आउने 75 भन्दा कम आउने आयोजना, स्कोर आउने आयोजनाहरू प्राथमिकीकरण 2 अथवा P2 भनेर लिस्टिङ हुन्छ। यो सिस्टमबाट नै हुन्छ तर नम्बर दिने काम चाहिँ पदाधिकारीको हुन्छ भने। अब यति गरिसकेपछि आयोजनाको मूल्याङ्कन पनि भइसक्छ। यसलाई नम्बर दिँदै जाउँ एकछिनलाई, यतिकै जे भए पनि सेभ एन्ड कन्टिन्यू गरौँ। यति गरिसकेपछि नम्बर दिइयो, नम्बर प्रदान गरियो। अब आयोजना सम्पादनको स्थिति भनेको छ। अब यसलाई चाहिँ सेन्ड टु इभ्यालुएटेड लिस्ट भन्नु पर्यो। यसरी इभ्यालुएटेड लिस्ट भनेको मूल्याङ्कन भइसक्यो भनेर हामी फेरि सेभ एन्ड कन्टिन्यू गर्छौँ। यति गरिसकेपछि अब आयोगले गर्नुपर्ने काम पनि सकियो। अब यस आयोजनामा बजेट विनियोजन गर्ने अथवा नगर्ने भन्ने कुराहरू चाहिँ MOEAP को एक प्रयोगकर्ता हुन्छ जसले यसमा बजेट दिने र नदिने भन्ने निर्णय मात्र गर्छ। अब हामी एकचोटि MOEAP को युजर अथवा
आर्थिक मामिला तथा योजना मन्त्रालयको युजरबाट लगइन गरौँ। आर्थिक मामिला तथा योजना मन्त्रालयको यो फरक खालको प्रयोगकर्ता हो। अरू मन्त्रालय जस्तै उसले प्रोजेक्ट हाल्ने, प्रोजेक्टलाई रुजु गर्ने, प्रोजेक्टलाई स्वीकृत गर्ने, आयोगमा पठाउने त छँदैछ। तर बजेट दिने निकाय पनि आर्थिक मामिला भएको कारणले यो विशेष प्रयोगकर्ता MOEAP युजर भनेर राखिएको छ, जसले सबै मन्त्रालयको मूल्याङ्कन भइसकेका आयोजना, इभ्यालुएटेड लिस्टमा आएको आयोजनाहरू देख्न पाउँछ र कुन आयोजनामा बजेट दिने नदिने भनेर निर्णय गर्न पाउँछ। अब हामी त्यसको एउटा चाहिँ लगइन गरेर हेरौँ। MOEAP अब यो MOEAP को विशेष प्रयोगकर्ता हो। यसले के गर्छ त भन्दाखेरि कर्णाली रोड एक्सटेन्सन चाहिँ आइसकेको रहेछ। यो प्रोजेक्ट प्रायोरिटी P2 आएछ। प्रोजेक्टको यो कोडहरू जेनेरेट सिस्टमबाट आफै नै हुन्छ। र स्कोर हेर्ने हो भने यसरी स्कोर हेर्दाखेरि 24 मात्र आएछ। किनभने उसले सबै भरेकै थिएन त्यहाँ अघि, होइन? आयोगले पुरै नम्बर भरेको थिएन, त्यही कारणले 24 मात्र आयो। अब यो P2 मा पर्यो। यसलाई बजेट दिने नदिने भन्ने कुरा चाहिँ अब आर्थिक मामिला तथा योजना मन्त्रालयले निर्धारण गर्छ। अब हामी के गर्छौँ त, जस्तै यो आयोजनामा बजेट दिने नदिने, प्रदान गर्ने नगर्ने भनेर हेर्दाखेरि यसरी यहाँ गयो, तल जान्छौँ हामी र प्रोजेक्टको स्ट्याटस त आयो। अब बजेट दिने कि नदिने, बजेटेड लिस्टमा राख्ने कि नराख्ने भन्ने निर्णय यसरी के कुरा गर्दै पनि आर्थिक मामिलाले गर्न पाउँछ। यो यति गरेर सब्मिट गरिसकेपछि अब यो बजेटेड भयो, यसले बजेट प्राप्त गर्यो, माग गरेको बजेट प्राप्त गर्यो भन्ने कुरा देखिन्छ। यसरी एउटा आयोजनाको चक्र घुम्छ। अब यस आयोजना ब्याङ्क प्रयोग गर्नको लागि यो भिडियो पनि एउटा सामग्री हो भने यसमा हामीले यो म्यानेजमा गएर चाहिँ तपाईँहरूलाई यहाँ युजर म्यानुअल पनि राखिदिएका छौँ। त्यो म्यानुअल डाउनलोड गरेर कसरी प्रयोग गर्ने भन्ने लाइन बाई लाइन हामीले लेखिदिएका छौँ। त्यो पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। कुनै पनि अप्ठ्यारो परिस्थितिहरू आयो, आयोजना प्रविष्ट गर्न सकिन, रुजु गर्दा समस्या आयो, स्वीकृत प्रदान गर्दा समस्या आयो भने तपाईँहरूले आयोग कर्णाली प्रदेश योजना आयोगलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई विश्वास छ यस कर्णाली प्रदेश योजना आयोगले विकास गरेको यस कर्णाली प्रदेशको आयोजना ब्याङ्क व्यवस्थापन सूचना प्रणाली चुस्त रूपमा चल्नेछ भन्दै यस भिडियो गाइड यहीँ समाप्त भएको जानकारी गराउँछौँ। धन्यवाद।